हैं जमीन में गाड़े है काम भोटी नि खाम कता गाडे हरा मैं तो काम गाडे छैन बेला भएन बा के गरे बेला भएको छैन उस्ता भेट भयो नगाडे मात्रै के बेला भइसक्यो नगाडे मात्रै होला क्या बेला त उहिले भयो होला नि हो बोटिनी तपाईँको के म्याच भने आज मिस्त्री आएन नि त मिस्त्री खाम गाड्ने मिस्त्री हौ मिस्त्री आएको छैन अरे क्या उसलाई भोटिनीकोमा मिस्त्री आइपुगेको छैन अरे खाम साइको भइसक्यो यार तिमीलाई देखाएर यार तपाईँको कोसँग म्याच भन्नु न अहिले त्यो कुरा छोड्नु तपाईँको कोसँग म्याच कहिले म्याच कतिखेर म्याच कस्तो म्याच बिग म्याच च्यालेन्जिङ म्याच बर्थडे म्याच उहाँको बर्थडे रहेछ कति बज्यो म कहिले बिग म्याच खेल्दैन एउटा ऊ मात्र खेल्छु क्या त एउटा च्यालेन्जिङ हो क्या बर्थडे म्याच रे गाइस उहाँको बर्थडे हो उहाँले अब एउटा मेरो बर्थडेको अवसरमा झुम्का लाउनु झुम्का म पनि पाकिस्तानी पत्लु भन्छु अब म पनि पत्लु भन्छु मेरो कोही एक्सचेन्ज गर्न मिलेको छैन बाजेलाई गएर सपोर्ट गरेर युनिभर्स हान्दिनँ है ड्याङ कि ड्याङ 2-4 वटा आज लाइन र युनिभर्स 2-4 वटा 2-4 भोटिनीको तर्फबाट लाइन हान्दिनँ मेरो तर्फबाट युनिभर्स हान्दिनँ है सबैजनाले पागल बिचरा भोटिनी आफैमा गिफ्ट दिनु तर्फिरह मेरो त छैन मेरो त गर्न मिल्दैन क्या मेरो आइफोन किन रे भोटिनीले आइफोन किने रे ल रविन्दा तपाईले मलाई अनफलो गर्नु भएको गाह्रो छ मैले किन गर्ने अनफलो ठीक हामी साथ छ नि त नि अब त गाइस बाक्लो गिफ्ट हानमै बाक्लो आइफोन किनेर पैसा क्या मेरो एक तलामा थप्न भन पागल बाउलाई सबै डबल ट्यापिङ गर्दै जाने ल आइफोन किन्छु हैन गाइस म बाजेको लागि केही किनेर बिग म्याच खेलेर दुईटा घर थप्ने माथि अनि एउटा स्टुडियो डबल किन्यो ट्यापिङ गर्दै जाने ल हाम्रो डबल ट्यापिङ गर्दै जाने है बुझ्नु भयो बिग म्याच गाइस म रातो चिल्लो कार किनेर बाजेलाई गिफ्ट गर्छु गिफ्ट हान्नु त मलाई यहाँ तिपलमा ड्याङ्की ड्याङ इच्छा पागल कति माग्छौ तिमी छक्की बोला म तिमीलाई गिफ्ट गर्छु के रातो कार यत्रो च्यालेन्जिङ गेम छ तर मैले सुन रातो चिल्लो कार के यत्रो च्यालेन्जिङ गेम छ तर मैले अहिले पनि गिफ्टरलाई मैले बोलाएको छैन कसैले पनि भनेन मलाई गाइस सबैजनाले हाम्रो बाजेलाई सपोर्ट गर्नु ए के माग्ने यार गाई यार बिचराको दुःख गरे अर्काको देशमा गएर कमाउनु पर्छ गाइस के यार गाई छोडा यार माग्ने मान राम्रो हो हक थ्यांक यू ब्रदर देखौ तेरी भैंस की गोबर देखाओ माग्ने राम्रो हैन भन्दा बाजेले करोडौं कमाइ घर बनाइसक्यो न के गर्नु हाँस्दा त पागल मुख छोड्ला बोल्ली पादे फुल्किरा आधा चाहिँ पादे फुल्किरा हो रे आफू सुन्ने भइसक्यो केटीहरु लास्ट नकल रहेछ यार पागल हो यस्तै घुमदौडे बसे आफू चाहिँ भने आफै एक नम्बरको नक्कली भएर बसेछ आज धेरै हाँस्दाखेरि पागल मुख छोड्ला पागल सुत्ने बेला चेक गरेर सुते पागल के सुइले यहाँ तिमी सुइले सोह्रवटा फुल गाई छिटो यार मेरो मात्रै पनि छैन 16 रोजे छिटो तलमाथि गरेर तलमाथि 16 रोजे छिटो तलमाथि गर्नु न छिटो तलमाथि गाइस तलमाथि
गाइस ट्रिपल धान सुक्यो रातले फकाउँछ कस्तो स्कोर हो यार यो अदा पनि किङ बिना केही रहन्छ स्कोर के हो यो सबैले हेरा गरेको छ नि मलाई कति नराम्रो छ मान्छे पनि कति नराम्रो आज त झन् यस्तो भर बस्नु भएको छ बाउलाई के इसारा गर्छ बा मर्द अब च्यालेन्जिङ गेममा मन्दिरको पोका सिद्धे जाने काटिने भने जस्तो हुने भयो यार उहाँहरूको बर्थडे गिफ्ट उहाँलाई धेरै आउँछ म त बर्बाद हुने भयो यार रेकर्ड गर्ने मात्र रेकर्ड होइन रेकर्ड गर्ने के इसारा गर्छ बाउलाई के बोले भाइ डबल ट्याप र लाइक शेयर यार के हो यस्तो स्कोर यार छ्या म त लास्टै गाइज बुस्टिङ कल गर्नुपर्छ ल ओके गाइज बुस्टिङ कल गर्नुपर्छ गाइज अहिलेको च्यालेन्जिङ गेममा धोबी हान्न पर्छ बुस्टिङ कल ल उहाँहरू त पुरा डाङ्गी पक्का नि होइन धोबी हान्छन् हामी त गाइज तपाईँहरूकै भरमा हो हाम्रो टपमा पनि खासै ठुल्ठुला गिफ्ट त हुनु न गाइज म त तपाईँकै भरमा गाइज धोबी खान्छु क्या म त यार कति बजे भन्नुभएको छ सिर्फ 9:45 हो गाइज तामाङ सुषमा के गर्छ भनेर नेरलाई भेटेर बसिरहेको रहेछ पनिसमेन्ट म्याच हो पनिसमेन्ट हुन्छ कि हुँदैन जसले हार्छ उसले बाघ फाल्ने रे प्यारी समझ गई बाघ कहाँबाट फ्याल्छौ आज पछि फाल्छु नि उहाँ गएर कहाँबाट स्कोर छ आज सिधै हार्ने त म यार ल हुन्छ म जाम कि बसम पनिसमेन्ट म्याच खेल्ने हो ल एक गेम खेलौँ ल पनिसमेन्ट के हो अझै एक गेम खेल्न पाइन्छ ल को पनिसमेन्ट पनिसमेन्ट भइहाल्यो नि तपाईँलाई आज नचाउने हो छम्म छम्म नाचेको हेर्न मन लाग्छ के नाचो गर्न मन लाग्छ तपाईँ नाचेको मायाको पोको नि मायाको पोको चोको छ चोको मायाको पोको चोको छ चोको बेअघि दिनभरिलाई गाइस प्ले त्रिपल मायाको लायो कान्छा बिना सधैँको Thank you so much. Thank you. माया त लायो कान्छा बिना सधैँको के बोल्यो बिस्ताराले बोल्यो मलाई बिस्ताराले बोल्यो घरभित्र फ्रिज राख त्यसो भए खत्तम भने अहिलेसम्म ओभनमा बसिरहेको छु अब फ्रिज राख्नु पर्ला जस्तो छ तिम्रो आइडी फ्रिज भएको हैन फ्रिज भएको अब ओभनमा सिराउन लाग्यो के तातो तातो भित्र सिराउन खत्म बाय बाय टाटा गुड बाय गया खत्म चुगेलजी सबैजनाले हाम्रो टप आइडी किङजी पनि भइसिन्छ किङजीलाई र हाम्रो चुगेलजीलाई सबैजनाले फलो गरिदिनु होला हाम्रो किङजीले पनि लाइभ हेरिराख्नु भएको छ चुगेलजीले 16वटा फुल कम्प्लिट गरेर त्रिपलमा भस्काइदिम गाइज जेसुकै होस् 16वटा फुल गाइज ओ भोटिनी
तिमी किन सुक्यौ भने कुवा परेर बस्छ त म फर्ममा हैन फुल 16 जनाले 16 फुल छिटो 16 जनाले 16 फुल छिटो गाइस छिटो बाय बाय टाटा गुड बाय माया त गरिस कान्छा बिना स्वादको के हो बिना स्वादको भनेको पण्डित कस्तै माया के खत्म बिना स्वाद न प्याज बाय बाय टाटा गुड बाय कस्तो स्वाद भने के बटिनी कस्तो स्वाद भने मैले त्यसको स्वाद हुँदैन तिम्रो पण्डितको माया जस्तै स्वाद हुँदैन त्यसको स्वाद हुँदैन स्वाद हुँदैन रे मलाई थाहा छैन तपाईँ भन्नु त स्वाद हुँदैन रे बटिनले भने त्यसको स्वाद हुन्छ अनि के स्वाद मायाको स्वाद हुन्छ मायाको स्वाद कस्तो हुन्छ बेकार है भैया मैं तो टूट गया मैं तो अब माया त लायो कान्छा बिना स्वाद स्वादैको भने के हो के माया कस्तो स्वादको हुन्छ भने बिना स्वादको भनेर काम नलाग्ने भनेको के त्यसलाई अर्को अर्थमा काम नलाग्ने केटीसँग माया लाग्यो भने छ्या कस्तो नराम्रो गीत हो त तपाईँले स्वाद चाखेर माया गरेको कि स्वाद नचाखेकिन तपाईँ तिमी यस्तो थोरै हुन्छन् मैले त चाखेर माया गरे होइन नचाखिकन गरेको दुनियाँलाई देखाएर थोरै चाख्छन् तपाईँलाई माया गरेको तपाईँ नै मेरो माया हो तपाईँलाई चाखे त मैले चाखेको छैन नि त अनि बिना स्वादको माया ए यार श्रीमतीले कुचो भात चेष्टा गर्न गर्दा कुचो भाँच्ने केही छैन कुचो त नि भाँचिने अरू त भाँचिँदैन कुचै भाँचे भइगयो नि समझ रहे हो ना समझ रहे हो कति बोलेकी छ्या बत्ती आउने जानी भएको छ यार आधा बसेको ठाउँमा बत्ती जान्छ रे सुकधारा गाउँमा समझ रहे हो यो आवाज मैले कहाँ सुनेको कहाँ सुन्यो धेरै भन्न नसुनेको मैले चाहिँ माया लायो लायो रे लायो 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 बाजे रे रोटी खायो माया लायो लायो रे के भन्छ कि त्यो बौला आया के भने बटिनले के भने सुनेको छैन रे ताली बजाएको ए रतौरीमा जानु पर्यो त ताली बजा सुन्नलाई त घरमा बसेर म गएँ ल जाने नि बस्नु न एकछिन तपाईँसँग कस्तो रमाइलो हुन्छ यार नजानु छोडेर मलाई छोडी नजाऊ पियारी दिलै तोडी प्लिज के दिल पनि थुप्रै वर्ष भन्न सुनेको ल थुप्रै वर्ष मेरो टाइम हुन लाग्यो म जान्छु ल बाई बाई मेरो टाइम हुन लाग्यो गाइस अहिले आउँछु म तिमीसँग भेट्नु ल